आजको हिजो लेस्पियरको भयो, आजको छ पास्चे। ल एउटा कुरा म हिजो भन्न बिर्सिएँ, आज के छ हाम्रो लेस्पियर्स र पास्चे दुवैमा के डिफरेन्स छ है। दुवैमा डिफरेन्स के छ, हाम्रो बेस इयरको क्वान्टिटी र करेन्ट इयरको क्वान्टिटी दुवैको फरक छ। अब लेस्पियर्समा के हुन्छ कि करेन्ट इयरको भनेपछि Q1 दिएको हुँदैन, खालि Q0 बेस इयरको मात्र क्वान्टिटी दिएको हुन्छ। अनि पास्चेमा के हुन्छ, पास्चेमा Q0 भनेपछि आधार वर्षको क्वान्टिटी दिएको हुँदैन, Q1 मात्र दिएको हुन्छ। यही फरक छ है। अब कुनै बेला क्वेसन आउँछ तिमीलाई लेस्पियर्स अनि पास्चे भनेको हुँदैन, खाली डाटा मात्र दिया हुन्छ, निकाल्ने हो। त्यो बेला आफूलाई थाहा हुनुपर्छ कि कुन लेस्पेको को कुन पास्चेको। अब के फरक कसरी छुट्याउने, त्यो फरकको लागि यदि चालू वर्षको करेन्ट इयरको क्वान्टिटी छैन, खाली बेस इयरको मात्र छ भनेपछि लेस्पियर मेथड युज गर्ने। अनि हाम्रो बेस इयरको आधार वर्षको क्वान्टिटी छैन, करेन्ट इयरको मात्र छ भनेपछि Q1 मात्र छ भनेपछि फेरि के गर्ने, हामीले पास्चेको युज गर्ने है। आजको टपिक हाम्रो के छ, पास्चेको। पास्चेको फर्मुलाको लागि सिग्मा P1 Q1 अपॉन सिग्मा P0 Q1 इन्टु 100 चाहियो। अब त्यो क्वेसनलाई के गर्ने, फर्स्टमा क्वेसनलाई यस्तो टेबल बनाउने हैन, टेबल बनाएर P0 Q0 P1 Q1 छुट्याइदिने। छुट्टिएपछि अब यो पास्चेको छ भनेपछि पास्चेमा त फेरि Q0 नहोला है। यो त मैले हिजोको क्वेसन छ त्यसैमा बनाएको छु है। अब आफै त्यो रिपिट हेर्नु होला यसलाई। अब यसमा रिक्वायर्ड कुरा के छ, हामीलाई P1 र Q1 चाहियो, P1 र Q1 को गुणा चाहियो। अब P1 करेन्ट इयरको प्राइस, Q1 करेन्ट इयरको क्वान्टिटी, दुवैलाई गुणा गरेपछि यो हाम्रो नयाँ P1 Q1 को कलम आयो। त्यसपछि यसलाई जोड दिने है। अर्को के भनेको छ, P0 P0 भनेपछि आधार वर्षको मूल्य, Q1 भनेपछि चालू वर्षको क्वान्टिटी है। बेस इयर प्राइस, करेन्ट इयर क्वान्टिटी। अब P0 र कसलाई गुणा गर्ने, Q1 लाई गुणा गर्ने। P0 Q1 लाई गुणा गरेपछि हाम्रो यो नयाँ कलम आयो। यो सबैलाई गुणा गरेपछि के गर्ने, जोड दिने। जोडेपछि यो फर्मुला है, फर्मुलामा भनेको कुरा अनुसार हामीले भ्यालु पुट गर्ने हो। P1 Q1 को जोड कति आएछ, 165 आएछ। अनि P0 Q0 को कति आएछ, 127 आएछ। यसलाई हामीले क्याल्कुलेसन गर्दा हाम्रो कति आयो, 129.92 आयो है। यस प्रकार लेस्पियर र पास्चेको यो प्राइस इन्डेक्सको टपिक के भयो, सकियो है। ध्यान दिएर 2-3 चोटि रिपिट गरेर यो भिडियोलाई हेर्नु होला, बुझिन्छ। प्र्याक्टिस गर्नु, बुझिन्छ, इम्पोर्टेन्ट छ, 5 मार्क्सको आउँछ है। ध्यान दिएर पढ्नु होला। ल, थ्याङ्क यू।